मलाई आज म आफै प्रधानमन्त्री भएको फिल भएको छ। नेपाल र नेपालीलाई कब्जामा राख्ने जुन 16 परिवार मारवाडी र 10 परिवार बिचौलिया नेपाली दलालहरू थिए, तिनलाई मैले सार्वजनिक गर्दाखेरि मलाई पहिलाको सरकारले पटक पटक थुन्यो। तर आज मलाई हिजोदेखि जुन बालन सरकारले, गृहमन्त्री सुदन गुरुङले जुन अपरेसन चलाउनु भएको छ, त्यसमा म एकदमै खुसी पनि मलाई लागेको छ। किनभने मैले निरन्तर उठाएका आवाजहरूलाई उहाँहरूले अहिले जुन तरिकाले अघि बढाउनु भएको छ, पक्रिनु भएको छ, कारबाही गर्नु भएको छ, मलाई पहिला विश्वास लाग्दैन थियो उहाँहरूले गर्नुहुन्छ भनेर। तर आज मेरै कुराहरूलाई टेकेर उहाँहरूले कहाँ र कसरी, कुन तरिकाले अघि बढ्न सकिन्छ भनेर उहाँहरू अघि बढ्नु भएको छ। उहाँहरूलाई शुभकामना छ र सम्पूर्ण नेपालीहरूले यो बेलामा साथ दिनुपर्छ उहाँहरूलाई। सरकारको कामलाई कसरी लिनु भएको छ? उनीहरूले सरकारको काम त अब पहिलाको सरकार र अहिलेको सरकारमा के फरक छ र? तपाईँले केही व्यक्तिहरू पक्राउ पर्ने बित्तिकै खुबै तारिफ गर्नुभएको थियो। गर्छन् होला भनेर तारिफ गरेको, गर्छन् होला भनेर आश गरेर तारिफ गरेको। तर यो